बबिता र गंगा, तपाईहरु मध्ये जो विजेता हुनुहुन्छ उहाँको नाम हो and the countdown begins. 10 9 8 5 पक्कै पनि यो पल ऐतिहासिक रहेको छ। गंगा सोनामको नेपाल आइडलको यात्रा अडिसनदेखि नै साह्रै रोमाञ्चक रह्यो। गजब गजब गजब। ट्रफी हस्तान्तरण गरिदिनु हुनका लागि म पृथ्वी सुब्बा गुरुङ सरलाई अनुरोध गर्दछु। गंगालाई जोरदार ताली, जोरदार ताली, जोरदार ताली।